नमस्कार। राष्ट्रिय अखण्डता तथा जातीय सद्भाव कायम राख्ने उद्देश्यका साथ क्षेत्रीय एकता आजको आवश्यकता भन्ने मूल नारासहित युएईमा रहनुहुने सम्पूर्ण क्षेत्रीय परिवारलाई समेट्दै यही आउँदो जुन 14 तारिक आइतबारका दिन बरदुबईको याकएनएती हलमा प्रथम अधिवेशन आयोजना गर्न लागिएको सहर्ष जानकारी गराउँदछौँ। यस अधिवेशन मार्फत प्रवासी क्षेत्रीय परिवारबीच आपसी एकता, क्षेत्रीय समाजको संरक्षण तथा प्रवर्धन गर्दै समाजलाई अझ सुदृढ र सङ्गठित बनाउने उद्देश्य राखिएको जानकारी गराउँदछौँ। साथै यस कार्यक्रमलाई थप आकर्षक बनाउनका निमित्त विभिन्न नेपाली सांस्कृतिक प्रस्तुतिहरूका साथ विशेष खानपानको समेत व्यवस्था गरिएको छ। तसर्थ युएईमा रहनुहुने सम्पूर्ण क्षेत्रीय परिवार तथा अन्य सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। धन्यवाद।